पितृ मान्नेहरू आउनै पर्यो, हवन गर्ने गरी आउने। नृसिंहधाममा गुरुकुल बचाउनको लागि, सनातन धर्मको रक्षाको निमित्त आउने। बुझ्नुभयो? नृसिंहधाम नेपालको अपूर्व ऐतिहासिक तीर्थस्थल हो। हामीले प्रचार गरेनौँ, हामीभन्दा पहिलेकाले प्रचार गरेनन् र लुप्त प्राय भएको छ। आफ्नो तीर्थलाई जोगाउने, प्रचार गर्ने दायित्व हाम्रो हो कि होइन? नृसिंह भगवानले अवतार लिएको ठाउँ यही हो भनेर सिद्ध गर्ने कि नगर्ने? त्यसको लागि नृसिंहधाममा आउने। भारतमा अयोध्यामा राम जन्मिनुभयो, वृन्दावनमा कृष्णजीको भगवानको अवतार भयो, कति प्रचार भएको छ। अब नृसिंह भगवानले अवतार यहाँ लिनुभयो, यसको प्रचार गर्ने दायित्व हाम्रो हो कि होइन? दुवै हात माथि गर्नुहोस्, हो कि होइन? हो भने यहाँहरूलाई कसम छ पितृको, यहाँहरूलाई कसम छ यहाँहरूका पूर्वजको, नृसिंहधाममा पुरुषोत्तम महिनामा एक पटक मात्र भए पनि आउनुहोस्। ताली बजाउनु सबै। लामो समय नभएको हुनाले व्याख्या गर्दैन। यहाँ अष्टोत्तर सहस्र शालिग्राम भगवानको स्थापना हुन्छ। दण्डवती परिक्रमा गर्नको लागि आउने, श्रीफल हातमा लिएर जीवनको समृद्धिको लागि, सुख शान्तिको लागि। दण्डवती परिक्रमा के हो त्यो हामीले भोलि बिहान देखाउँछौँ, होइन प्रभुजी? सुरुवातमा उद्घाटन हामीले गर्छौँ। दण्डवती गर्दै भगवानको परिक्रमा गर्ने, मण्डपको परिक्रमा गर्ने। दण्डवती परिक्रमा कहिले गर्नु भएको छैन? परिक्रमा भनेको परिभ्रमण गर्नु, दण्डवती भनेको दण्ड भनेको लौरो जस्तै सुतेर, दण्ड भनेको लौरो। दण्डवती परिक्रमा नेपालमा कहीँ भएको छैन, नृसिंहधाममा हुँदैछ। भोलि बिहानबाट प्रारम्भ हुन्छ। हामी शुभारम्भ गर्छौँ, यहाँलाई देखाउनेछौँ टिभीको माध्यमबाट, फेसबुक आदिको माध्यमबाट। दण्डवती परिक्रमा गर्ने गरी आउने हुन्छ। गाह्रो छैन हौ, सजिलो छ, चिन्ता नमान्नु, सँगसँगै गरौँला। दण्डवती परिक्रमा आफ्ना पितृको मण्डपमा हवन गर्ने गरी आउने। अघि हाम्रो